हेलो एभ्रिवान नमस्ते जय मसी सबैलाई अनि आज फेरि पनि म तपाईहरुको बीचमा एउटा नयाँ भिडियोलाई लिएर आएको छु अनि मुकबाङलाई लिएर आएको छु अनि तपाईं हेर्दै हुनुहुन्छ सेल्जुङ भ्लग्स अनि आज चाहिँ अनि तपाईलाई मेरो भिडियोहरु मन पर्छ भने लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरिदिनु होला अनि म चाहिँ भ्लगिङ गर्छु अनि भ्लगिङ साथसाथै अनि म चाहिँ मुकबाङ पनि गर्छु अनि तपाईहरुलाई मेरो भिडियोहरु मन पर्छ भने चाहिँ लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला अनि यो भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म स्किप नगरिकन हेरिदिनु होला अनि आज तपाईहरुले देखिसक्नु भएको छ मसँग मुकबाङमा के छ भनेर अनि स्पेशल आज ढेँडो भात छ अनि सिस्नो छ अनि त्यहाँदेखि यहाँ चाहिँ छ यो फूलकोपीको अचार अनि यो छ करेला अनि यहाँ छ आलु र बन्दाकोपी अनि यहाँ छ टमाटर अनि प्याज अनि लसुन छ एक दुईटा अनि टिम्बर पनि यहाँ साइडमा राखेको छु देखेको छैन होला अनि पिउनको लागि मसँग यहाँ पानी छ अनि स्पेशल सिस्नो छ अनि यो चाहिँ मैले अस्ति पनि भिडियो गरेको थिएँ अनि अस्ति चाहिँ मेरो अलिकति लाइटिङ उहरुको प्रब्लम भएर चाहिँ मैले त्यो पोस्ट गर्न सकिनँ अनि आज फेरि म तपाईहरुको बीचमा यसरी मुकबाङलाई लिएर आएको छु अनि बाहिर चाहिँ एकदमै पानी परिरहेको छ अनि त्यही भएर मैले माइकलाई जोडेर चाहिँ मैले खाइरहेको छु किनभने बाहिरको ज्यादा साउन्डहरु आउँछ होला भनेर सो अब चाहिँ ढिला नगरिकन खाना खाऊँ अनि त्यहाँदेखि यहाँ चाहिँ एउटा खोर्सानी मैले खोर्सानी चाहिँ अलिकति थोरै नै लिए किनभने मैले अलिकति ज्यादा खोर्सानीहरु खान थालेको छु नि त त्यही भएर चाहिँ मैले अलिकति थोरै नै खोर्सानी गरे खाए ल यो सिस्नोमा चाहिँ मैले काँचो लसुन अनि त्यसमा चाहिँ के भन्छ चिम्टिङ लगाएको वाउ अच्छा ओहो डुब्यो तातो छ अब चाहिँ म घरमा एक्लै छु प्रोसेस पनि सिलगढी गएको छ अनि आज चाहिँ क्यामेराम्यान पनि मै हो अनि खाने नि मै हो सधैँ प्रोसेस हुँदा प्रोसेसले भिडियो गरिदिन्छ लसुनले सिस्नोसँग चाहिँ पुरा दामी हुन्छ गाडङ गुडुङ पनि गर्दैछ सेलो होला भनेको त
तातै छ यो बाफ आइरहेछ अन्त मलाई चाहिँ खासमा यो सिस्नोहरू ढिँडो भातहरू पकाउनु आउँदैन नि त अनि मैले अस्तिको भिडियोमा नि भनेको थिएँ अनि तर त्यो मैले लगाएन यो सिस्नो र ढिँडो भातको रेसिपी चाहिँ मेरो आमाले सिकाउनु भएको मलाई मैले फोनमा सोधेको थिएँ आमा होइन तपाईँको छोरीले ढिँडो भात र सिस्नो बनाएर पनि मुखबाङ गर्दैछ है पानी पर्न थाल्यो फेरि सुन्नु हुँदैन गाडाङ गुडुङ गरिरहेछ बाहिर छिटो छिटो भिडियो गर्नुपर्छ अहिले फेरि लाइट गयो भने प्रब्लम हुन्छ मलाई थाहा थिएन मैले यस्तो दामी सिस्नो पकाउनु जान्दछु भनेर खत्रै हुने रहेछ म त मेरो भ्लग्सहरूलाई तपाईँले हेर्नु भएको छैन भने चाहिँ प्लिज गएर हेरिदिनुहोस् है मेरो भ्लगहरूलाई दामी
नेक्स्ट मुकबाङ चाहिँ के सोचिराखेको छु भने मैले त्यो पानीपुरी अनि दहीपुरी हुन्छ नि मैले दहीपुरी चाहिँ अस्ति मैले यहाँ घरमा अलिकति ट्राई गरेको थिएँ अनि पुरा मिठो हुँदो रहेछ पानीपुरी दहीपुरी अनि गिलो चटपटे फेरि पनि अनि भएछ भने चाहिँ त्यो आलु निम्की चाहिँ हाम्रो नेपाल इलामको स्टाइलमा जुन चाहिँ एकदमै फेमस छ अनि आलु मिमी जस्तो होइन तर त्यो आलु निम्कीको चाहिँ आलु निम्की अनि अरू प्याज खोर्सानी अनि त्यो गिलो चटपटेमा त्यो सस हुन्छ नि हो त्यो लगाएर मिक्स गरेर खानुपर्छ बबाल दामी हुन्छ मैले सोचिरहेको छु किनबुर्देको चाहिँ खानै बिर्सेछु अनि त्यो भिडियो बनाउने छु मुकबाङ लास्ट सक्यो अन्त सिस्नो हामै सानो हुँदाखेरि चाहिँ पुरा सिस्नोहरू घरमा पकाउनुहुन्थ्यो किनभने दुःख हुन्थ्यो नि त अनि सिस्नोहरू अनि अरू के कसरी ढेँडो भातहरू मकैको भातहरू चेख्लाको भातहरू पकाउनुहुन्थ्यो घरमा पुरा रिस उठ्यो क्या त्यतिखेर चामलको भात खानु मन लाग्थ्यो सिस्नोहरू खानु मन लाग्थेन अहिले चाहिँ खान्छु भन्दा पनि पाउँदैन हौ अनि यो पनि मैले यताउता खोजखाज पारेर चाहिँ आज बनाएको बबाल भक्खम खाना खाइसक्यो अझै सेलेको छैन तर तातो तातो खानु मजा हुन्छ बाहिर पानी परिरहेछ चिसो छ यता मिरिकमा चाहिँ मलाई आज अलिक धेरै बोलेँ है मुकबाङ गर्दाखेरि अनि अलि धेरै बोलेँ माइन्ड नगरिदिनु होला अनि तपाईँहरूले चाहिँ मेरो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु भयो गर्नु भुल्नु भएको छ भने चाहिँ फेरि पनि है तपाईँहरूले सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला अनि कस्तो लाग्यो अनि तपाईँहरूको प्रतिक्रिया चाहिँ मुनि कमेन्टमा लेखेर पठाउनु होला अनि नयाँ नयाँ अर्ग्यानिक मुकबाङहरू लिएर म तपाईँहरूको बिचमा फेरि आउनेछु अनि बाई बाई